साथीहरू सबैजनालाई आजको भिडियोमा स्वागत छ। आज म हाम्रो मकै हेर्न आएको छु। अस्ति पनि आएको थिएँ अनि आज पनि आएको छु। आज चाहिँ अलिअलि पानी पनि आएको थियो अघि अनि सानो सानो, अनि त्यो भएर दिउँसो हिजो अस्ति चाहिँ अलि त्यो मकै अब अलि त्यस्तै किसिमको थियो, मतलब अलि गर्मीको कारणले गर्दाखेरि चाहिँ अलिकति ओइलाइरहेको थियो। अनि आज चाहिँ पानी आएको छ अनि म कस्ता रहेछन् त मकै कस्ता भएछन् भनिरहेको छु। अनि त्यस पछाडि आजको मौसम चाहिँ एकदम दामी छ। अघिसम्म पानी परिरहेको थियो, अहिले अलिअलि घाम देखिरहेको छ, बादलले छेकिरहेको छ अनि मौसम चाहिँ शीतल छ, अलिअलि हावा पनि लागिरहेको छ। अनि त्यस पछाडि आज चाहिँ असारको 14 गते भइसक्यो अनि पानी चाहिँ आएको थिएन। असारको महिनाभरि नै पानी आएन भनौँ न। अनि आज अलिअलि पानी चाहिँ आएको छ, मौसम चाहिँ शीतल छ। अनि त्यस पछाडि चाहिँ म चाहिँ हाम्रो खेततिर आएको छु आज डुलबुम गर्न। अनि खेतको छेउमा हाम्रो बारी पनि छ अनि मौसम चाहिँ एकदम दामी छ। अनि त्यस पछाडि अब हाम्रा मकैहरू यिनीहरू हुन्। अनि मौसम आजको मजाको छ, पुरा दामी, बादल सादल पनि ठ्याक्क लागिरहेछ। अब त्यो सेतो चाहिँ बादल हो त्यो लेकको छेउमा। अनि त्यस पछाडि पुरा लेकको भ्यू दामी। अनि यो चाहिँ ढङ्ग्याको गोल हो यो। अनि यहाँ चाहिँ पहिला ढङ्ग्याको गोल थिएन, खै कहाँबाट आयो। अनि यहाँ चाहिँ च्याउ पनि जाग्छन् भनेर चाहिँ अब भन्छन् गर्छ। अनि त्यस पछाडि अरू सबै दामी छ, मौसम पनि सही छ। अनि ऊ त्यो बन्दै गरेको घर चाहिँ मेरो हो खासमा, मैले चाहिँ बनाउन लागेको हो। अब त्यसमा टिन लगाउन बाँकी छ, अझै अरू कामतिर बाँकी छ। अनि त्यस पछाडि आजको मौसम चाहिँ एकदम दामी छ। अनि मैले चाहिँ अस्ति मकै पनि रोपेको थिएँ। अनि यो चाहिँ पहिला सुरुमा रोपेको यो मकै हाम्रो यहाँ। यो चाहिँ खेतको बिचमा पहिला चाहिँ यो खेतै थियो अनि खेतलाई चाहिँ बारी बनायो हो। अनि यहाँ चाहिँ अलि मकै साना छन्, मोजा छन्। अरू सबैका मकै ठिकै छन्, यिनीभरि अहिले अलि बिग्रिया छन्। अब बन्योल पनि फेरि हिँड आएर लाग्छ, बन्योलले मकै पनि खान्छ। अनि त्यस पछाडि यिनी चाहिँ खेत हुन्। यहाँ चाहिँ यो धान रोप्नको लागि यहाँ जोतेर खेत ठिक्क पारेर राखेको छ। अब आज असारको 14 गते भइसक्यो, पानी छैन, केही पनि आएको छैन। अनि यताको खेत चाहिँ अब बाँझै छ भनौँ न। यो चाहिँ खेती गर्ने मान्छे पनि नभएर प्लस हाम्रो यहाँ अब सिँचाइको त्यस्तो व्यवस्था पनि छैन, हाम्रो यहाँ कुलो पनि हान्न। अनि यो चाहिँ खानेपानीको पाइप हो यो। यहीँबाट चाहिँ माथि छ, ठ्याक्क माथिमा त्यो लेकमा टङ्की छ। अनि त्यो टङ्कीबाट चाहिँ सबको धारोमा आउँछ। अनि त्यस पछाडि चाहिँ यो खानेपानीको भवन हो। अनि आजको मौसम चाहिँ एकदम मजाको छ। उतातिर चाहिँ अलिअलि घाम पनि लागिरहेको छ, बादलले छेकिरहेको छ, एकदम सही छ मौसम, दामी छ। आज चाहिँ सर हिँड्ने डुल्ने घुम्न जाने जस्तो छ मौसम बिहान। अरू सबै ठिकै छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा आएर कमेन्ट गर्नु पनि नभुल्नु होला।